Hey Cubing Army, what's up and welcome back to a new episode. And finally I'm back after a long time. So बीचमा चाहिँ एक डेढ महिना जति भिडियो हाल्न सकिएन. आई एम रियली सरी फर द्याट. र आजको भिडियोमा चाहिँ हामीले यो 3x3 मिरर क्युबको अनबक्सिङ गर्नेछौँ. यसमा केही सल्भ गर्नेछौँ. सो विदाउट गेटिङ लेट लेट्स गेट इन्टु द भिडियो. ओके गाइज, सो मैले चाहिँ यो मिरर क्युब अफलाइन मार्केटबाट पर्चेस गरेको होइन. यसलाई त्यही लगभग 500 जति पर्यो. सो लेट्स अनबक्स है त. चाहिँ यो त सिम्पली यो त टेप छ. एन्ड वी हेभ आवर मिरर क्युब हियर. यहाँ चाहिँ मिरर क्युब देख्न सक्नुहुन्छ. अनि त्यसपछि योसँग चाहिँ हामीले यो त म्यानुअल पनि पाउँछ होइन, जसको हामीलाई चाहिँ केही काम छैन. सो लेट्स फोकस अन आवर मिरर क्युब गाइस. सो साइजको कुरा गर्दाखेरि चाहिँ यो मेरो 3x3 रुबिक्स क्युबसँग एकदम इक्वल साइजको छ है त. तर यो चाहिँ टोटल्ली डिफ्रेन्ट छ कि योभन्दा. जब हामीले यो 3x3 रुबिक्स क्युबलाई स्क्रैम्बल गर्छौँ नि, यसको कलर स्क्रैम्बल हुन्छ. तर जतिखेर हामीले यो मिरर क्युबमा स्क्रैम्बल गर्छौँ, इट चेन्जेस इट्स सेप गाइज. हेर्न सक्नुहुन्छ, यसले सेप नै सिफ्ट गरिहाल्छ है त. सो यही फरक छ 3x3 रुबिक्स क्युबमा र यो त मिरर क्युबमा. एन्ड लेट्स गो फर द फर्स्ट रन. र फर्स्ट रनको कुरा गर्दाखेरि चाहिँ एकदम नै स्मुथ छ. मलाई यो बजेट क्युबको हिसाबले एकदम राम्रो लाग्यो है त. र अब टिपम गरौँ है त गाइज दुईटै क्युबमा. हेर्न सक्नुहुन्छ, यो चाहिँ 3x3 रुबिक्स क्युबमा टिपम. अनि अब यसमा ट्राई गरौँ. एज यु क्यान सी गाइस, मैले टिपम गर्दा यसले पुरै सेप नै सिफ्ट गरिहाल्यो होइन. अब सल्भ गरौँ. हियर यु क्यान सी गाइस. र अब चाहिँ चाँडै नै यसको ट्युटोरियल पनि आउनेछ. र तबसम्म यसको सल्भ इन्जोय गर्नु है त. See the horizon, turn us to thousands, and we'll grow in number, fueled by them to see the horizon, turn us to thousands, and on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. If you are new in my channel, so make sure to subscribe my channel for more updates, and thank you so much for watching. Bye bye, take care.